Let's open some PR packages. First one to you. This is by Aspire. I won one of their giveaway. Already opened it. यो दुईटा लिप्टन जितेको थिएँ मैले अनि कलर पनि मैले आफै चुज गरेको थिएँ यसको चाहिँ एन्ड दे वर सो काइन्ड इनफ टु सेन्ड मी देयर एसपीएफ यो मलाई कस्तो ट्राई गर्न मन थियो है अनि प्याकेजिङ पनि यस्तो राम्रो छ अनि मेरो चाहिँ म स्किन 1004 को अनि गजरेक्सको सनस्क्रिन युज गर्छु सो मेरो त्यो सनस्क्रिन सकिसकेको थियो सो आई वाज अबाउट टु बाई सनस्क्रिन बट आई गट इट फ्रम देम सो अलिक दिनसम्म I think I will not buy. I will have to try this. यसको प्याकेजिङ यस्तो छ सो दुईटा कलरमा यो चाहिँ बोल्ड बेरी यो हो हैन यस्तो राम्रो छ यो कलर हो पिंकिश टाइपको अनि अर्को मैले चुज गरेको चाहिँ लिटल बिट अफ डार्क चेरी टाइपको यो चाहिँ हस्ट चेरी भन्ने हो यो कलर हो यस्तो छ यो भयो हैन त्यो दुईटा लिप्टन चाहिँ गिभेमा पाएको दिस वान इज द वान दे सेन्ड मी एज अ पीआर यो सेकेन्डमा चाहिँ जुमिसोको छ यो चाहिँ हेयर स्टाइलबाट आयो थियो अनि कति ढिलो आएको के इट्स लाइक मोर देन अ मन्थ उहाँहरूले मलाई सेन्ड गरिदिनु पर्ने बट I don't know because of some reason I was not able to get a hold of it. अनि tracking number मा पनि it was showing that it's already delivered but it was not delivered. यो चाहिँ एउटा छ जुमिसोको This is the one यो हो यो टोनर चाहिँ मलाई एकदमै ट्राई गर्नु मन लागेको थियो बिकज यो मेरो एकजना साथीले युज गर्नुभएको थियो अनि यो चाहिँ एकदमै हाइड्रेटिङ छ भनेर भन्नुभएको थियो म कम्बिनेसन टु ओइली स्किन भए पनि मलाई हाइड्रेटिङ टोनरहरू चाहिँ एकदमै मनपर्छ सो चाहिँ मलाई थाहा छैन यो चाहिँ मलाई युपिएसबाट आएको थियो होइन यो चाहिँ कुन ब्रान्ड हो भनेर थाहा छैन बिकज मलाई अझै आउन बाँकी नै छ सो आइडियै छैन बट लेट्स ओपन इट त्यही आरएसएलको हो आरएसएल लेट्स सी However, मलाई आइडिया त सकी पठाइदिनु भएको छ भनेर यो चाहिँ आरएसएल को सुपर कोलाजन र्यापिङ मास्क हो कोलाजन क्रीम टु प्याक एक्चुअली धेरै कोरियन सेलिब्रिटीहरूले युज गरेको देखेको थिएँ सो यो चाहिँ यस्तो छ मैले अगाडि नै मगाएको थिएँ आरएसएल र जेनबेलको मास्कहरू बट यो अलिक मास्कै हो जस्तो छ अलिक धेरै छ होला 4वटा रहेछ कस्तो राम्रो मलाई चाहिँ शीट मास्कहरू एकदमै मनपर्छ यो चाहिँ कोलाजन मास्क हो सो यो मैले अलरेडी ट्राई गरिसकेको छु यसको जुन मास्क हुन्छ जुन शीट त्यो चाहिँ सल्फाइड कोलाजनले बनाएको हुन्छ अहिले ग्लो प्रोभाइड गर्छ इन्स्टेन्ट ग्लास स्किन प्रोभाइड गर्छ भनेर 177% चाहिँ इट्स बिन सर्टिफाइड हैन सो यो मैले युज गरिसकेको छु सो यो र यो छ एरोसलकोबाट चाहिँ सो मेरो चाहिँ कतिवटा प्याकेजहरू अझै आउनै बाँकी छ हैन ट्र्याकिङमा देखाउँछ बट मेरो आई थिङ्क मार्चमा आउनुपर्ने प्याकेजेसहरू पनि अड्केर बसेकोहरू पनि सबै यसपालि अप्रिलमै आउँछ होला सायद सो यसपालि अलिकति होपफुल छु धेरै हुन्छ कि पिआर प्याकेज भनेर अनि मैले एकचोटि ह्युज पिआर हल गर्छु भनेर सोचेको थिएँ हैन कहिले सोचे जस्तो हुँदैन बिकज मलाई यो अब भिडियोजहरू अनि क्यारोसेल पोस्टहरू गर्नुपर्ने भयो अनि त्यसपछि यो त खोल्नै पर्छ अनि दुईटा त त्यो पोस्टलबाट आएकोहरू त उहाँहरूले खोलिदिइसक्नु भएको हुन्छ अलरेडी हैन यो चाहिँ अर्को हो है काइन्ड उहाँहरूले चाहिँ मलाई कन्ट्याक्ट गर्नुभएको थियो अनि मैले उहाँहरूको पेजहरू पनि हेरेँ कन्ट्याक्ट गरेपछि उहाँहरूले मलाई दुईटा मध्ये एउटा सिरम पठाइदिन्छु भनेर भन्नुभयो अनि तपाईँको स्किन टाइपको हो अनि केले सफर गरिरहनु भएको छ भने मैले हाइपर पिगमेन्टेसन अनि स्पट्सहरू भनेर भनेको थिएँ सो उहाँहरूले मलाई यो युथ एन्ड ग्लो सिरम पठाइदिनु भएको छ यो हो म खोल्छु ल भेगन छ यो चाहिँ सिरम काइन्डको चाहिँ एकदमै राम्रो रिभ्युज थियो उहाँहरूको अर्को सिरममा पनि एकदमै राम्रो रिभ्युज छ वाह यो त जेनबल जस्तै टाइपको क्याप्सुलहरू रहेछ ट्राई गर्छु अनि त्यसपछि हेर्छु बिकज मैले स्किन बेरियर मेरो अलिक ड्यामेज भएको थियो अनि म एकदम स्किन बेरियरमा फोकस गरिरहेको थिएँ अहिले पनि गरिरहेको छु होइन बट डार्क स्पट अनि हाइपर पिगमेन्टेसन पनि त्यो पिम्पल्सहरू आएर गएर यो पोस्ट इन्फ्लेमेटरी एरियामा हुन्छ नि त्यो पनि छ अनि प्लस डार्क स्पट पनि छ कि एकदम यो पिम्पल आएर गएर भएको होइन प्लस छ सो त्यसको लागि चाहिँ मैले अलिक दिन स्टप गरेको थिएँ बट अब मेरो स्किन बेरियर लगभग हिल भइसकेको छ त्यो भएर चाहिँ म फेरि डार्क स्पटहरू अनि हाइपर पिगमेन्टेसनको उसमा छु अब युज गर्छु त्यसको डार्क स्पट अनि हाइपर पिगमेन्टेसनको लागि चाहिँ सो यो 4th भयो है गाइस अनि यो चाहिँ अर्को हो नेक्स्ट यो चाहिँ सेलिम्याक्सको हो यो पोस्टलबाट आएको थियो सो यो चाहिँ मैले अलरेडी उहाँ खोल्नुहुन्छ नि त सो अलरेडी यो ओपन गरिसकेको थिएँ सो मैले चाहिँ टेप नलगाइकन यतिकै लिएर आएँ यहाँ के छ भनेर
मलाई त थाहा छ हेरिसकेको छु, त्यही पनि तपाईँहरूलाई फेरि देखाउँछु भनेर। यो यसरी नै बोट साइड भएर आएको थियो, सो मैले उहाँहरूलाई जसरी ठ्याक्कै त्यस्तै गरिदिनु भनेर रिक्वेस्ट गरेँ फेरि। अनि सो यो चाहिँ यस्तो छ। सेलिम्याक्सको चाहिँ प्याकेजिङ एकदमै राम्रो भएर आउँछ है। मैले सेलिम्याक्सको युज गरेको छुइनँ अहिलेसम्म, बट मैले एकदम राम्रो कुराहरू सुनेको थिएँ। उहाँहरूको त्यो नोनी एम्प्यू अनि प्लस त्यो मिस्ट हो कि टोनर हो त्यो चाहिँ एकदमै राम्रो छ भनेर। सो गरौँ। उहाँहरूले मलाई रिच आउट गर्नुभएको थियो अनि म प्रोडक्टहरू पठाइदिन्छु भनेर। उहाँहरूको चाहिँ मलाई एकदमै राम्रो लाग्यो के भने उहाँहरूले गाइडलाइन्सहरू पनि केही दिनु भएन, अनि प्लस तपाईँको कन्टेन्ट एकदम राम्रो लागेको छ, जस्तो छ त्यस्तै पोस्ट गर्नुहोस्, मतलब जस्तो तपाईँलाई इच्छा लाग्छ त्यस्तै भनेर भन्नुभयो। सो 4वटा आइटम छ मेरो स्किन टाइप अनुसार। फर्स्टमा उहाँहरूको नोनी एम्प्युल भयो होइन, म खोलेर देखाउँछु ल। कस्तो ट्राई गर्नु मन छ, वेटै हुन सक्दैन, अब छिटो छिटो ट्राई गरिहाल्नुपर्ने। यो चाहिँ एकदमै राम्रो छ, यो भाइरल हिरो प्रडक्ट हो उहाँहरूको होइन, एकदमै भाइरल भएको प्रडक्ट हो। उहाँहरूले मलाई सनस्क्रिन पठाइदिनु भएको छ, थ्याङ्क यू सो मच। यो 4+ डार्क स्पट ब्राइटनिङ केयर सनस्क्रिन भनेर छ, यो एकदम नेसेसरी थियो। सनस्क्रिन सकिसकेको थियो, अलिकति लेट आएको भए मैले किनिसक्थेँ। सो यो 4+ डार्क स्पट ब्राइटनिङ केयर सनस्क्रिन, सो 2-in-1 सनस्क्रिन पनि भयो, प्लस डार्क स्पटहरू हटाउँछ यसले भनेर भनेको छ। सो यसमा चाहिँ नाइसिनामाइड 5%, ट्रान्जेमिक एसिड छ 1% एन्ड पेन्थेनोल छ 0.1%। को चाहिँ सेरम छ 4+ डार्क स्पट ब्राइटनिङ सेरम। उहाँहरूले मलाई सोद्धाखेरि चाहिँ मैले भनेको थिएँ म अलिकति हाइपर पिगमेन्टेसन एन्ड डार्क स्पटमा अलिकति अब फोकस गरिरहेको छु भनेर। यो चाहिँ सेरम हो, यो चाहिँ यस्तो छ पम्पवाला, कस्तो इजी के पम्पवाला यो भयो है। अनि अर्को चाहिँ छ यो टोनर प्याड्स, उहाँहरूको 4+ डार्क स्पट ब्राइटनिङ प्याड। मलाई चाहिँ टोनर प्याड अनि प्लस यो टोनरहरू, आई मास्कहरू अनि सिट मास्क चाहिँ एकदमै मनपर्छ। डेली नै म युज गर्छु मोस्ट अफ द टाइम है। टोनर प्याड त डेली नै भइहाल्यो, बट सिट मास्कहरू चाहिँ आई थिङ्क 5 days इन अ विक यस्तो देखिन्छ। यो चाहिँ सेलिम्याक्सको चाहिँ यो हो होइन। अझै मेरो अलिक आउन बाँकी नै छ, यसपालि अलिक धेरै हुन्छ होला साथीहरू मेरो पिआरहरू चाहिँ है। अनि एकदम एक्साइटेड छु ट्राई गर्नलाई, बक्स गर्नलाई। अब अर्कोचोटि आउँदाखेरि चाहिँ अलिकति धेरै होपफुली नै भन्नुपर्छ, बिकज आइ एम नट स्योर, बट होपफुली म अलिकति ठुलो पिआर हल गर्छु। अनि त्यसपछि म आम गोइङ टु डु अ गिभ अवे एज वेल। सो स्टे ट्युन, सपोर्ट गर्नुभएकोमा, अहिलेसम्म मेरो पोस्टहरू लाइक गर्नुभएकोमा, मेरो भिडियोहरू हेरिदिनु भएकोमा अनि सपोर्ट गर्नुभएकोमा थ्याङ्क यू भेरी मच। अब चाहिँ अझै नयाँ पिआर हलहरू अनि अनबक्सिङ भिडियोज कन्टेन्ट्सहरू आउँदैछ। थ्याङ्क यू फर वाचिङ एन्ड स्टे ट्युन फर द गिभ अवे। अब मेरो सबै पिआरहरू आइसकेपछि आम गोइङ टु डु अ गिभ अवे चाहिँ इन्स्टाग्रामबाट हुन्छ, सो आल लेट यु नो सुन। थ्याङ्क यू सो मच एस्पोयर, Jumi Soya Style and Celimax Serum Kind, and also Aerosol for sending me all of them goodies. I can't wait to try it, and I hope you like the video, guys. Thank you so much for watching. See you in the next video. Bye.